साथीहरु आज चाहिँ हामीहरु सिक्ने छौं आफ्नो मोबाइल फोनबाटै एउटा नयाँ इमेल आईडी बनाउने तरिका। तपाईहरु युट्युबको सबै भिडियोहरु हेर्नुहोस् तर नयाँ इमेल आईडी बनाउनको लागि यो भन्दा सरल र सहज तरिका चाहिँ भेटाउन सक्नुहुने छैन र यो इमेल आईडी चाहिँ तपाईहरुले जुनसुकै कामको लागि जुनसुकै प्रयोजनको लागि चाहिँ प्रयोग युज गर्न सक्नुहुनेछ। आउनुस् ढिला नगरी भिडियो स्टार्ट गरौँ। अब तपाईहरु इमेल आईडी खोल्नको लागि चाहिँ तपाईको मोबाइलमा यो जीमेल एप्सलाई चाहिँ सर्च गर्नुपर्ने हुन्छ र यो जीमेल एप्सलाई चाहिँ ओपन गर्नु होला। ओपन गरेपछि यहाँ राइटमा तपाईले प्रोफाइलको अप्सन देख्न सक्नुहुन्छ। यहाँ क्लिक गर्नु होला। तल देख्न सक्नुहुन्छ एड अनदर अकाउन्ट भनेको छ, यसमा क्लिक गर्नु होला। त्यसपछि तपाईहरुले चाहिँ यहाँ सेटअप इमेल भनेको छ, तपाईले गुगलमा क्लिक गर्नु होला। हेर्नुस् त्यसपछि साइन इन भनेको छ, यहाँ तपाईले चाहिँ क्रिएट अकाउन्ट भनेको छ, क्रिएट अकाउन्टमा चाहिँ क्लिक गर्नु होला। त्यसपछि तपाईहरुले चाहिँ फर माई पर्सनल युज यसमा क्लिक गर्नु होला। यदि बिजनेसको लागि हो भने चाहिँ तपाईले फर वर्क अर माई बिजनेस भनेर चाहिँ सिलेक्ट गर्नु पर्ने हुन्छ। मैले चाहिँ पर्सनल युजको लागि हो, मैले साथीको इमेल आईडी खोलिदिँदै छु। तपाईहरुले यहाँ क्लिक गरेपछि चाहिँ तपाईहरुले चाहिँ इन्टर योर नेम भनेको छ, आफ्नो फर्स्ट नेम राख्नु होला। हेर्नुस् तपाईहरुले फर्स्ट नेम र लास्ट नेम राखिसकेपछि यहाँ नेक्स्टको अप्सनमा चाहिँ क्लिक गर्नुहोस्। नेक्स्ट गरिसकेपछि तपाईहरुले चाहिँ इन्टर योर बर्थडे एन्ड जेन्डर भनेको छ, तपाईहरुको बर्थडे डेट र तपाईहरु मेल फिमेल के हो यहाँ चाहिँ सिलेक्ट गर्नुपर्ने हुन्छ। बर्थडे डेट राख्नु होला, पहिला मन्थ राख्नु होला, तपाईहरु कुन मन्थमा जन्मिनु भएको, त्यसपछि डे राख्नु होला, कति तारिखमा जन्मिनु भएको, त्यसपछि तपाईहरुले चाहिँ इयर कुन इयरमा जन्मिनु भएको आफ्नो डेट अफ इयर राख्नु होला। त्यसपछि तपाईहरुले यहाँ जेन्डरमा क्लिक गर्नु होला, तपाई फिमेल मेल या अरु के हो तपाईले चाहिँ आफ्नो हिसाबले राख्नु होला। मैले चाहिँ पुरुषको बनाउन लागेको मेलमा क्लिक गरे। त्यसपछि तल तपाईले नेक्स्टको अप्सन देख्न सक्नुहुन्छ, नेक्स्टमा क्लिक गर्नु होला। अब तपाईले युजर नेम राख्नुपर्ने हुन्छ, यहाँ चाहिँ देख्न सक्नुहुन्छ युज लेटर नम्बर भनेको छ, तपाईले चाहिँ लेटर र नम्बर युज गर्नुपर्ने हुन्छ। जस्ट मैले चाहिँ यो राखेको छु। यहाँ चाहिँ तपाईहरुले कुनै पनि स्पेसहरु नदिकन राख्नुपर्ने हुन्छ। अब यति गरेपछि तपाईहरु नेक्स्टको अप्सनमा क्लिक गर्नु होला। अब चाहिँ यहाँ तपाईहरुले आफ्नो एउटा स्ट्रङ पासवर्ड राख्नुपर्ने हुन्छ। क्रिएट अ स्ट्रङ पासवर्ड भनेको छ। स्ट्रङ पासवर्डको लागि तपाईहरुले मिक्स लेटर नम्बर र एनी सिम्बल भनेको छ, कुनै पनि सिम्बल युज गरेर एउटा स्ट्रङ पासवर्ड राख्नुपर्ने हुन्छ। जस्ट मैले चाहिँ यो राखेको छु, rohit@. त्यसपछि तपाईहरुले चाहिँ नेक्स्टको अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ। नेक्स्ट गर्नु होला। त्यसपछि तपाईलाई यहाँ फोन नम्बर छ भने चाहिँ फोन नम्बर राखेर नेक्स्ट गर्नु होला। फोन नम्बर छैन भने चाहिँ यसलाई स्किप गर्न पनि सक्नुहुन्छ। जस्ट मैले चाहिँ स्किप गरे। यहाँ चाहिँ हाम्रो रोहित तामाङ यो चाहिँ नयाँ गुगल अकाउन्ट चाहिँ ओपन भइसकेको छ। अब तपाईहरुले यसलाई नेक्स्ट गरेर चाहिँ यसलाई साइन इन गर्न पनि सक्नुहुन्छ। नेक्स्ट गर्नु होला। नेक्स्ट गरेपछि तपाईले तल आई एग्री भनेको छ, स्क्रल डाउन गएर आई एग्री को अप्सनमा क्लिक गर्नु होला। हेर्न सक्नुहुन्छ ब्याक टु जीमेल होममा आइसकेको छ। अब तपाईले यहाँ माथि क्लिक गर्नुभयो भने चाहिँ तल देख्न सक्नुहुन्छ रोहित तामाङ। यसलाई यदि लगइन गर्नुहुन्छ भने चाहिँ हेर्नुस् हाम्रो रोहित तामाङ तपाईको जीमेलमा आइसकेको छ। यसलाई चाहिँ युज गरेर तपाईले कुनै अनलाइन फर्म भर्नदेखि लिएर कुनै बैंकमा आफ्नो एड्रेसहरु, आफ्नो कुनै पनि प्ले स्टोरहरु एप्सहरु डाउनलोड गर्न अनलाइन अफलाइन सबैतिर चाहिँ युज गर्न सक्नुहुन्छ। थ्यांक्स फर वाचिङ। भिडियो कस्तो लाग्यो? यदि मन पर्यो भने चाहिँ एक लाइक गर्नु होला र यो दुईटा भिडियो हेर्नु होला भन्दै आजलाई आज्ञा चाहन्छु। बाइ बाइ, टेक केयर।